गल्ती गर्नेवालाले भन्दा पनि गल्तीलाई माफ गर्नेवालाले चाहिँ धेर भगवानको प्रेम पाउँछ। यो शास्त्रको वचन। तोकाले घरमा रहेर या मन्दिरमा रहेर कुनै संस्थामा रहेर कोहीसँग पनि नमिठो बोल्नु हुँदैन। यो मुखलाई जति मिठो बनाउन सक्नुहुन्छ त्यति मिठो बनाउनुहोस्, किनभने एउटा भनाइ छ, जसको शिरमा बरफ र मुखमा मह छ भने उसले भगवानलाई साह्रै छिटो पाउँछ अरे क्या, ऊ सबैको प्रिय हुन्छ अरे। तर हामी के भन्छौँ भने म त डराउँदिनँ, म त केही गल्ती मेरो नहोस्, म त मुखैमा भनिदिन्छु है। कसै कसैको स्वभाव हुन्छ क्या यस्तो, मेरो चाहिँ गल्ती नहोस् म त डराउँदिनँ, म त मुखैमा भनिदिन्छु। विचार गर्नु आमा, त्यस्ता व्यक्तिको मुखैभरि दुश्मनै दुश्मन भइरहेको हुन्छ, हो कि भन्नु त। तोकाले कति कुराहरूलाई लुकाउन पनि सक्नुपर्छ।